अरूको लाइफसँग कम्पेयर गर्नु थाल्यो भने चाहिँ हामी एकदमै खुसी भइदैन होइन। सोसियल मिडिया इज फेक, कोही पनि खुसी छैन यो संसारमा। तर खुसी हुन चाहिँ सिक्न पर्ने रहेछ क्या। बिस्तारै बिस्तारै हुन्छ प्रब्लम्सहरू, अभियसली सबैले आफ्नो प्रब्लम ठुलो लाउने हो, तर बिस्तारै बिस्तारै होइन बुझिँदै गइदो रहेछ। बी ग्रेटफुल फर यर लाइफ भन्छु म चाहिँ सबैजनालाई। जाडो भयो गाइस, जाडो भयो, ज्याकेट लगाइदिनु। जाडो भयो नि साथीहरू, ज्याकेट नलाइ त नचलाउनु होला। तर हरिफ के रमाइलो भयो अरे, त्यो चलेको जस्तो नहुने। तर यो स्कुटरमा चाहिँ एउटा कुरा ध्यान दिनुपर्ने भनेको चाहिँ स्टार्टिङमा एकदमै धेरै पावर दिन्छ क्या स्कुटरले। अभि के गरेको सोल्टीले यस्तो डर लाउने, सस्पेन्सन भागिदिनुहुन्छ क्या यो अफरोडमा। यतिको स्कुटर यतिको अफरोड त मजाले त्यो जर्कै हाने छैन कि, घ्याच हुन्छ नि, त्यस्तो केही भएन। ओहो स्मुदै रहेछ यसको सस्पेन्सन, क्या मजा आइरह भने। एकछिन है, म एउटा के भन्न लाग्थेँ भुलिहाल्छु, दिमाग फेरि भुलिहाल्ने दिमाग छ। यो इलेक्ट्रिक स्कुटरमा चाहिँ सबैभन्दा स्टार्ट भएको थाहा हुन्न क्या। हेर्नु न, अब अर्को स्कुटरमा त ख्याचा आवाज आउँछ होइन, यसरी यहाँ ख्याचा गर्नुपर्छ नि, त्यो थाहा हुन्न। अनि यसरी यसरी हुत्तिन्छ क्या, थाहा भएन भने। त्यही भएर यो चाहिँ सुरुमा हामीले ध्यान दिनुपर्छ, बिस्तारै रेस्ट लिनुपर्छ। फेरि हुत्तिन्छ यो इलेक्ट्रिक स्कुटर त स्टार्टिङमा त त्यो थाहा नभएर क्या, ख्याचा भएर स्टार्ट हुने भए चाहिँ थाहा हुन्थ्यो होला के अरे। त्यो कुरा चाहिँ ध्यान दिनुपर्छ है इलेक्ट्रिक स्कुटरमा एकदमै। अनि ब्रेकहरू पनि हुन्थ्यो, यसको त स्मुथै हो यार ब्रेक यार, मजाकै छ त।